यदि उहाँले हाजिर गर्नु भएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ र यदि उहाँ यो तपाईँको चाहिँ के अरे प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा 77 को 1 को गले निज चाहिँ तपाईँको प्रतिनिधि सभाको सदस्य नरहेमा प्रतिनिधि सभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ। म उहाँको हाजिर यो अभिलेखमा छ कि छैन, उहाँ कतिचोटि आउनुभयो अहिलेसम्मको सदनको बैठकहरूमा र कतिचोटि उहाँले हाजिर गर्नुभयो यो पनि देखाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। र जोड चाहिँ हामी केमा दिन्छौँ भने नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन, सरकारले गल्ती गर्नु पाउँदैन, जसले राष्ट्रिय दाबी कमजोर पार्न सक्छ। यस्ता संवेदनशील विषयमा सार्वजनिक पदाधिकारीले अत्यन्त सावधानी, जिम्मेवारी बोध र कूटनीतिक परिपक्वता सहित भाषा प्रयोग गर्नुपर्ने अनिवार्य हुन्छ, किनभने यसले देशको अन्तर्राष्ट्रिय छवि र हितलाई हानि गर्न सक्छ। आज भोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौडिरहेको छन्। यो देशको अहिलेको सरकारको जिम्मा लिएको हुनाले राष्ट्रिय स्वतन्त्र पार्टी जो रुलिङ पार्टीको रूपमा रहेको छ, ऊ पार्टीको पनि प्रतिनिधि सभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले बोल्नुभएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो, यो सम्मानित सदनबाट आम नेपाली नागरिकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ। र हामीले हिजो राखे जस्तै यो नेपालको रेकर्डबाट, हाम्रो रेकर्डबाट प्रधानमन्त्रीज्यूको उक्त भनाइ हटाउनुपर्छ। प्रधानमन्त्री विपक्षी बेन्चका मान्य सदस्यहरू 2-3 दिनदेखि यहाँहरू उठिरहनु भएको छ। मैले हिजो पनि मान्य सदस्यहरूलाई अनुरोध गरेकै हो, हामी कार्यसूचीमा प्रवेश गरौँ, बजेटको छलफलमा अगाडि बढ्नुपर्ने छ। एउटा महत्त्वपूर्ण समयमा छौँ हामी, त्यसकारणले मान्य सदस्यहरूलाई बसेर सभा सञ्चालन गर्नको लागि, कार्यसूचीमा प्रवेश गर्नको लागि सहयोग गर्नलाई म अनुरोध गर्छु। मान्य सदस्यहरूले कुरा राखिरहनु भएको छ, मैले सुनिरहेको छु। हिजो पनि मान्य सदस्यहरूले निरन्तर राख्नु भएकै हो। आज पनि इन्फर्मल छलफलहरूमा मान्य सदस्यले राखिरहनु भएको छ, मेरो ध्यान आकर्षण भइरहेको छ। त्यसकारणले हामी सभा सञ्चालन गरौँ, कार्यसूचीमा प्रवेश गरौँ। त्यसपछि मान्य सदस्यले आज पनि आकस्मिक समयमा बोल्न मान्य सदस्यले समय लिएकोमा त्यो दिनुपर्ने छ, शून्य समय छ त्यहाँ पनि बोल्न सकिन्छ। त्यसकारणले मान्य सदस्यहरू बसेर पहिले कार्यसूचीमा प्रवेश गरौँ। मान्य सदस्य बासना थापालाई मान्य सदस्य छोटकरीमा आफ्नो कुरा राख्नुहोस्, अन्य मान्य सदस्यहरू बस्नुहोस्। धन्यवाद सभामुख महोदय। मेरो नाम अभिषेक प्रताप शाह हो सभामुख महोदय। सभामुख महोदय, 2083 साल जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाहजीले यसै संसदभित्र एउटा अभिव्यक्ति दिनुभएको थियो। त्यो अभिव्यक्ति कि नेपालले पनि भारतको जग्गा मिचेको छ, नेपालले पनि भारतको कतिपय ठाउँमा जग्गा मिचेको छ भनेर चाहिँ उहाँले जुन अभिव्यक्ति दिनुभएको थियो, त्यो अभिव्यक्ति अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक ठहर गरिएछ। सभामुख महोदय, हाम्रो पार्टी नेपाली कांग्रेसले यो विषयलाई लिएर कडा विरोध दर्ज गर्न चाहन्छ। सभामुख महोदय, यदि नासमझले नै अथवा चाहिँ प्रपर प्रिपरेसन नगरिकन उहाँले चाहिँ
यो आफ्नो स्टेटमेन्ट दिनुभएको छ भने त्यो चिन्ताजनक विषय हो सहयोग महोदय। तर सोचे सम्झेरै यदि उहाँले यो स्टेटमेन्ट आफ्नो दिनुभएको छ भने त्यो खतरनाक सङ्केत हुन सक्छ सहयोग महोदय। किनभने यो विषय राष्ट्रिय सुरक्षा सम्बन्धमा चाहिँ यो गाँसिएको विषय हो सहयोग महोदय। सहयोग महोदय, हामी भगवान् गौतम बुद्धको यो पावन भूमिको एउटा चाहिँ उपज हो। हामी चाहिँ नेपाल पुरै विश्वलाई नै शान्ति र सहअस्तित्वको विषय चाहिँ हरेक देशलाई चाहिँ एउटा मेसेज दिन्छ चाहिँ नि। तर प्रधानमन्त्रीको यो स्टेटमेन्ट कि नेपालले पनि भारतको जग्गा मिचेको आफ्नो भनाइ छुट्याउनुहोस् मान्य सदस्य। म छुट्याइहाल्ने सहयोग महोदय। प्रधानमन्त्रीले आएर यसै संसदमा जुन उहाँले चाहिँ 17 गते आएर जुन आफ्नो स्टेटमेन्ट दिनुभएको थियो कि नेपाली काङ्ग्रेसको यो कडा आपत्ति हो सहयोग महोदय। यो नहुन्जेलसम्म हामी संसदलाई सुचारू हुन अलि चाहिँ हामीलाई पनि बाध्यता छ सहयोग महोदय। हामी यो विषयलाई लिएर एकदम संवेदनशील छौँ। यो विषय एकदमै हामीलाई चाहिँ प्रधानमन्त्री आएर यहाँ संसदमा माफी माग्नुपर्छ अनि त्यसपछि मात्रै हामी चाहिँ संसद चलाउन दिन्छौँ सहयोग महोदय। त्यति मात्र। धन्यवाद। जय नेपाल। मान्य सदस्य हर्कराज राईलाई आफ्नो कुरा राख्न समय दिन्छु। छोटकरीमा आफ्नो कुरा राख्नुहोस्। धन्यवाद छ। धन्यवाद छ। हामी सबै नेपाली, हामी सबैको नेपाल। पार्टी जाति धर्म वर्गभन्दा माथि देख्नुपर्छ हाम्रो देशलाई। त्यसो भएको कारणले गर्दाखेरि यहाँ सत्तापक्ष र विपक्ष प्रतिपक्ष भन्ने कुरा छैन। देशको सिमाना, देशको अखण्डता, देशको सार्वभौमसत्ता जोगाउने कुरा हो। यसमा हामी सबैजना यहाँ उपस्थित सबै सांसदहरूको एउटै माग हुनु जरुरी छ। प्रधानमन्त्री जस्तो सरकारको प्रमुख व्यक्तिले जुन यो 17 गते राख्नुभएको अभिव्यक्ति छ त्यो अभिव्यक्ति अविलम्ब सच्याउनुपर्छ। प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुपर्छ भन्ने म माग राख्दछु। र एउटा अर्को कुरा म के राख्न चाहन्छु भने यो हाम्रो नियमावलीको नियम 4 को 1 मा के भनिएको छ भने प्रत्येक सदस्यले बैठकमा आउनुपर्नेछ र बैठकमा आउनु अघि बस्नु अगाडि हाजिर गर्नुपर्नेछ भन्ने छ। म प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि उहाँको हाजिर गर्नुभएको छ कि छैन त्यो हेर्नका लागि अभिलेख शाखालाई म अनुरोध गर्न चाहन्छु। यदि उहाँले हाजिर गर्नु भएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ र यदि उहाँ यो तपाईँको चाहिँ के अरे प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा 77 को 1 को गले निज चाहिँ तपाईँको प्रतिनिधि सभाको सदस्य नरहेमा प्रतिनिधि सभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ भन्ने व्यवस्था गरिएको छ। म उहाँको हाजिर यो अभिलेखमा छ कि छैन, उहाँ कतिचोटि आउनुभयो अहिलेसम्मको सदनको बैठकहरूमा र कतिचोटि उहाँले हाजिर गर्नुभयो यो पनि देखाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। र जोड चाहिँ हामी केमा दिन्छौँ भने नेपालले भारतको सीमा कहाँ कहाँ मिचिएको रहेछ त्यो कुरा उहाँले यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट हुँदैन। सरकारले गल्ती गर्नु पाउँदैन, गल्ती गर्नै हुँदैन। त्यसो भएको कारणले ऊ सरकार हो। यदि उहाँले चाहिँ नि आवेगमा आएर अथवा चाहिँ नि बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नुपर्छ। म यति माग राख्न चाहन्छु सभामुख महोदय। धन्यवाद। मान्य सदस्य खुशबु ओली छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। सम्माननीय सभामुख महोदय, हिजोसम्म नेपालको 1 इन्च भूमि पनि नछड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिराखेको छन्। यो भन्दा दुःखद केही हुन्छ जस्तो लाग्दैन। प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ। प्रधानमन्त्री भनेको व्यक्ति होइनन्, संस्था हुन् र हाम्रो राजकीय संस्थाबाट आएको ज्यादै फितलो भाष्यले राष्ट्रिय सङ्कट उत्पन्न गर्ने
जोखिम बढेको छ। यसलाई भइहाल्यो, सामान्य विषय हो, उहाँको आशय अर्कै हो भनेर टार्न मिल्ने खालको विषय होइन। अन्तर्राष्ट्रिय कानुनको स्टोपेल सिद्धान्त अनुसार राज्यका आधिकारिक अभिव्यक्तिहरू पछि अस्वीकार गर्न कठिन हुन्छन्, जसले राष्ट्रिय दाबी कमजोर पार्न सक्छ। यस्ता संवेदनशील विषयमा सार्वजनिक पदाधिकारीले अत्यन्त सावधानी, जिम्मेवारी बोध र कूटनीतिक परिपक्वता सहित भाषा प्रयोग गर्नुपर्ने अनिवार्य हुन्छ, किनभने यसले देशको अन्तर्राष्ट्रिय छवि र हितलाई हानि गर्न सक्छ। आजभोलि केही मानिसहरू आफ्ना नेताले जे भन्यो त्यसलाई सही साबित गर्न देशकै विरुद्ध प्रमाण खोज्न दौडिरहेको छन्। देशको सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्छन्, तर नेताको एउटा अभिव्यक्तिलाई बचाउन आफ्नो राष्ट्रकै दाबी कमजोर बनाउने काम कदापि राष्ट्रवाद होइन र यो सदनको सम्मानित माननीय ज्यूहरूले त्यस किसिमका गतिविधि नगर्न आग्रह गर्न चाहन्छु। नेता पूजा गर्ने, व्यक्ति पूजा गर्ने यति खतरनाक हुन्छ कि एक दिन मानिसले आफ्नो नेताको बचाउ गर्दै आफ्नो देशको पक्ष छोडेको यहाँहरूलाई स्मरण पनि रहँदैन। त्यसैले मैले सम्पूर्ण सदनलाई भन्न चाहे र यसमा अर्को कुरा राख्न चाहन्छु। सम्मानित सदनमा यस सभाभित्रका अभिव्यक्तिहरूलाई टेक्निकल रूपमा सच्याउन वा पुनः व्याख्या गर्न त सकिएला, तर मेरो गम्भीर चिन्ता छ। मेरो चिन्ता इन्टरनेसनल मेन स्ट्रिमिङ र विश्वव्यापी मिडियामा गइसकेको मेसेजप्रति पनि हो। प्रतिध्वनिहरू निर्माण भइसकेका छन्, हामी नेसनल र इन्टरनेसनल मिडियामा गएका मेसेजेसहरूलाई सच्याउन वा हटाउन सक्दैनौँ। अर्को कुरा, एकपटक कुनै अभिव्यक्ति अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा प्रवेश त सहज रूपमा सच्याउन सकिन्छ। र अन्त्यमा त्रुटि भएको छ। सम्मानीय सभामुख महोदय, हामी सबै सिक्दैछौँ, सिक्ने क्रममा छौँ। प्रधानमन्त्रीज्यू पनि नयाँ हुनुहुन्छ। हामीले आफ्ना त्रुटिहरू यो सिकाइ र भोगाइको क्रममा सच्याउनु पर्ने हुन्छ। र अर्को कुरा म यहाँलाई निवेदन गर्न चाहन्छु, आज फेरि तपाईँले पेलेर सदन चलाउनु भन्दा पनि सबै दलका शीर्ष नेताहरूलाई डाकेर, विधायकहरूलाई डाकेर एउटा छलफल राख्नु। हामी यो मुद्दालाई राष्ट्रको गरिमासँग जोडेर हेरौँ र प्रधानमन्त्रीज्यूलाई पनि यो आफ्नो अभिव्यक्ति सच्याउनको लागि र उहाँले यसमा स्पष्टीकरण दिनको लागि हामी अनुरोध गर्न चाहन्छौँ। धन्यवाद। मान्य सदस्य युवराज दुलाल, छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। सम्माननीय सभामुख महोदय, प्रधानमन्त्री यो देशको प्रधानमन्त्री हो, मेरो पनि प्रधानमन्त्री हो र आम नेपाली नागरिकको प्रधानमन्त्री हो। उहाँ एउटा कुनै पार्टीको प्रधानमन्त्री हुँदैन। हाम्रा फरक विचारका बावजुद पनि उहाँको राष्ट्रको प्रमुख अभिभावक हुनुको नाताले प्रधानमन्त्रीज्यूले संसदमा बोल्नुभएको सीमा सम्बन्धी विवाद धेरै नै ठुलो राष्ट्रको चिन्ताको विषय हो। यो हाम्रो कुनै व्यक्ति विशेषको र दल विशेषको चिन्ताको विषय होइन, यो सिङ्गो राष्ट्रको चिन्ताको विषय हो र यो राष्ट्रिय चिन्ताको विषयको समस्याको समाधान यो संसदबाट निस्कनै पर्छ। प्रधानमन्त्रीज्यूले राष्ट्रको अभिभावक हुनुको नाताले उहाँले समस्याको समाधान दिनै पर्छ र यो देशको अहिलेको सरकारको जिम्मा लिएको हुनाले राष्ट्रिय स्वतन्त्र पार्टी जो रुलिङ पार्टीको रूपमा रहेको छ, ऊ पार्टीको पनि प्रतिनिधि सभामा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले बोल्नुभएको नेपालले भारतको सीमा मिचेको छ भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो, यो सम्मानित सदनबाट आम नेपाली नागरिकलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ। र हामीले हिजो राखे जस्तै यो नेपालको रेकर्डबाट, हाम्रो रेकर्डबाट प्रधानमन्त्रीज्यूको उक्त भनाइ हटाउनुपर्छ। प्रधानमन्त्रीज्यूले संसदमा आएर सत्य तथ्यसहित संसद मार्फत देशवासीको नाममा पुनः सम्बोधन गर्नुपर्छ र यो इस्युलाई एउटा राष्ट्रिय महत्त्वको इस्यु बनाएर समाधान गरेर जानुपर्छ। हामी यो सदन सहज ढङ्गले सञ्चालन होस्, बजेट छलफल भएर पारित होस् र कानुन निर्माणको कुरा जुन नेपाली जनताले हामीलाई जिम्मा दिएर पठाउनु भएको छ निर्वाध रूपमा चलोस् भन्ने कुरामा कहीँ कन्फ्युजनमा छैनौँ। हाम्रो सदन डिस्टर्ब गर्ने कुनै पनि नियत छैन। त्यसकारणले साउन 1 गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नु भएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक र
सदनको पनि सभामुखज्यूको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखज्यूबाट प्रधानमन्त्रीलाई रुलिङ होस् र यसको समस्याको समाधान होस् भन्ने धारणा हाम्रो दलको रहेको कुरा राख्दै म आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद। मान्य सदस्य गणेश सिंह ठगुन्नालाई समय दिन्छु। छोटकरीमा आफ्नो भनाइ राख्नुहोस्। सम्माननीय सभामुख महोदय, यही जेठ 17 गते सम्माननीय प्रधानमन्त्रीज्यूले यही रोस्टमबाट मान्य सदस्यज्यूहरूले उठाएको प्रश्नको उत्तर दिने सन्दर्भमा नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने यहाँ अभिव्यक्ति दिनुभयो। यद्यपि त्यसको पछि विभिन्न किसिमका व्याख्या विश्लेषण भइरहेका छन्, तर पनि यो संसदको रेकर्डमा सुरक्षित छ। देशको सर्वोच्च कार्यकारी प्रमुखले त्यो पनि यो सार्वभौम संसदमा बोलेको कुरा यहाँ सबैलाई थाहा भएको विषय हो। यो गम्भीर आपत्तिजनक विषय छ, देशहित विपरीत छ र हाम्रो सार्वभौमिकता र भौगोलिक अखण्डतामा आँच आउने अभिव्यक्ति छ। यदि यो भुलवश अन्जानमा अथवा कुनै टङ स्लिप भएर भएको भने यसलाई धेरै लामो लग्नु हुँदैन। यसले देशलाई ठुलो क्षति पुर्याइरहेको छ। हाम्रो देशभित्र एउटा यसमा आशंका उत्पन्न भइरहेको छ। उहाँले यो सदनमा आएर त्यो भुलवश त्यो शब्द आएको छ, त्यो होइन। हाम्रो देशको अडान यो हो भनेर हामीले साझा अडानका साथ अगाडि जान सकिन्छ। यसमा धेरै ठुलो हामीले यो इस्युलाई अगाडि बढाउनु उपयुक्त छैन। यहाँ जनताको अगाडि त्यो गल्तीवश भएको कुरालाई उहाँले स्वीकार गर्दै क्षमा याचना गर्दै अगाडि बढ्नुपर्छ। यदि नियतवश यस्तो कुरा गरेको भने यो गम्भीर आपत्तिजनक विषय हो। यो गम्भीर आपत्तिजनक विषय नियतवश भएको भए उहाँले राजीनामा गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ। सम्मान्य सभामुख महोदय, मैले पहिले पनि भनेको थिएँ नीति कार्यक्रमको बेलामा, यो सीमा विवाद र अतिक्रमण छुट्टै विषय हुन्। अतिक्रमणको लागि शक्ति प्रयोग हुन्छ। आज कालापानी, लिपुरेक र लिम्पियाधुरामा 398 वर्ग किलोमिटर भूमिमा भारतीय सेनाको ब्रिगेड छ। आइटिबिपीका दर्जनौं बटालियन छन्, एसएसबीका दर्जनौं पोस्ट छन्। तब त्यहाँ सीमा अतिक्रमण भएको छ र मिचिएको छ। नेपालले कुन सीमा कसरी मिचिएको छ? एउटा नदीले कहीँ धार बदल्ने बित्तिकै, एउटा किसानका गरा खेतमा यताउता हुने बित्तिकै त्यसलाई देशले सीमा मिचेको छ भन्ने कुरा देशको कार्यकारी प्रमुखले भन्न मिल्छ? सदनमा त्यो कुरा गर्न मिल्छ? त्यसलाई हामीले चान्चुने कुरा र सामान्य कुरा लिएर हामी बजेट छलफल अरू कुरामा जानु कुरा कति उपयुक्त हुन्छ? यसर्थ यो गम्भीर एउटा राष्ट्रियताको लागि, हाम्रो देशको भौगोलिक अखण्डताको लागि र हामीले उठाएको कालापानी, लिपुरेक र लिम्पियाधुरामा जुन किसिमको दाबी, प्रमाण र जुन किसिमको तथ्यले हामी अगाडि बढिरहेका थियौँ र हामीले नक्सामा सामेल गरेका थियौँ, त्यसलाई कमजोर पार्छ। त्यसमा नेपालको दाबीलाई कमजोर पारिरहेको छ र आज भारतका विभिन्न परराष्ट्र विज्ञहरू र भारत सरकारले त्यसै वक्तव्यमा टेकेर नेपालमाथि थप प्रहार गर्ने नीउ खोजिरहेको छ। यसकारण यो गम्भीर विषयवस्तु भएको हुनाले यस कुराको छिनाफानो भएर मात्रै सदन अगाडि बढोस् भन्ने कुरा राख्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरूले राख्नु भएको विषयमा मेरो ध्यान आकर्षण भएको छ। सरकारले पक्कै पनि यहाँले राख्नु भएको विषय गम्भीर रूपमा लिएको छ। सरकारको प्रतिनिधिहरू हुनुहुन्छ, सुनि नै रहनु भएको छ। त्यसकारणले हामी यो विषयलाई, यसको समाधानको विषय त सरकारले आफ्नो तर्फबाट जवाफ दिने र मान्य सदस्यले उठाएको विषयको विषयमा सरकारसँग मैले सभामुखको हैसियतले गर्ने संवाद, विपक्षी दलका नेताहरूसँग गर्ने संवाद पक्कै पनि हामीले यो विषय उठाइदेखुन गरिरहेका पनि छौँ र त्यो निरन्तर गरेर यसको निष्कर्षमा त पुगि नै हालिन्छ। त्यस कारणले मैले यो विषय गम्भीर होइन, त्योभन्दा गम्भीर विषय बजेट हो भनेर सभामुखले भनिरहेको होइन। हामीले हाम्रो कार्यसूचीमा राखेका विषयहरूलाई अगाडि बढाएर लिएर जाउँ। यो विषय यहाँले राख्नु भएको विषय मेरो ध्यान आकर्षण भएको छ, सरकारको ध्यान आकर्षण भएको मैले बुझेको छु। त्यस कारणले हामी आज हाम्रो आफ्नो कार्यसूची अगाडि बढाउँ, सदन पनि सञ्चालन गर्दै जाउँ, सभा सञ्चालन गर्दै जाउँ र यहाँले राखेको कुरालाई पनि हामी संवाद गर्दै जाउँ। यसरी जाँदाखेरि यहाँहरूले राखेको जुन जिज्ञासा छ, जुन विषय छ, त्यसमा पनि सम्बोधन हुन्छ भन्ने मेरो बुझाइ हो, मेरो अपेक्षा हो। भने हामीले सदन सञ्चालन गर्दै जाँदाखेरि जनताका अन्य मुद्दाहरू, बजेटको विषय, अन्य विषयहरू पनि हामी सँगसँगै लिएर जान सक्छौँ।
त्यस कारणले मान्य सदस्यहरूलाई सभा सञ्चालन गर्न सहयोग गर्न अनुरोध गर्दै म आजको कार्यसूचीमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरूलाई मैले बोल्न समय दिएँ, माइक पनि दिएँ, बोली पनि सक्नु भएको छ। त्यस कारणले मान्य सदस्यहरू यहाँको कुरा राखिसक्नु भएको छ सबै दलले। त्यस कारणले विपक्षी बेन्चका सबै मान्य सदस्यहरू बसेर सभा सञ्चालन गर्नलाई सहयोग गर्नुहोस्। मान्य सदस्यहरू, आज शून्य र विशेष समयको कार्यक्रम नरहेको बेहोरा जानकारी गराउँछु। मान्य सदस्यहरू, प्रतिनिधि सभामा विपक्षी दलका नेता मान्य भीष्मराज आङदेम्बेले बोल्नका लागि समय माग गर्नुभएको छ। म उहाँलाई बोल्न समय दिन्छु। भीष्मराज आङदेम्बेलाई समय दिएकोमा उहाँले बोल्न नचाहनु भएको हुनाले म अर्को विषयमा प्रवेश गर्छु। मान्य सदस्यहरू, राष्ट्रपतिको कार्यालयबाट पत्र प्राप्त भएको छ। सोको बेहोरा म पढेर सुनाउँछु। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधानको धारा 113 को उपधारा 2 बमोजिम प्रमाणीकरण भएको देखाएका विधेयकको सक्कले एक प्रति यसै पत्रसाथ संलग्न गरी पठाएको बेहोरा अनुरोध छ। विधेयकको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083, प्रमाणीकरण भएको मिति 2083 2/17। 2. मतदाता नामावली पहिलो संशोधन विधेयक 2083, प्रमाणीकरण भएको मिति 2083 2/17, मिति 2083 2/17। महादेव पन्थ सचिव।